I found a love for me. Well, darling, just dive right in, follow my lead. Well, I found a girl, beautiful and sweet. Well, I never knew you were the someone waiting for me. 'Cause we were just kids when we fell in love, not knowing what it was. I will not give you up this time. But darling, just kiss me slow. Your heart is all I own, and in your eyes you're holding mine. Baby, I'm dancing in the dark with you between my arms, barefoot on the grass. We're listening to our favorite song. When you said you looked a mess, I whispered underneath my breath, but you heard it. Darling, you look perfect tonight. Well, I found a woman stronger than anyone I know. She shares my dreams. I hope that someday I'll share her home. I found a love to carry more than just my secrets, to carry love, to carry children. कृपया सम्पूर्ण महानुभावहरूलाई यस हाम्रो मण्डलीभित्र अनि आइदिनु हुन म विनम्र अनुरोध गर्दछु, ताकि हामी आजको यस महत्त्वपूर्ण कार्यक्रमलाई हामी सबै मिलेर सुरुवात गर्न सकौँ। यसकारण माथि बाहिर अनि जतिजना हुन्छ कृपया भित्र आइदिनु न, मेरो विनम्र अनुरोध छ तपाईँहरू सबैजनालाई।
हामी यो कार्यक्रमलाई परमेश्वरको हातमा समर्पण गर्नेछौँ। आउनुहोस् म प्रार्थनामा अगुवाई गर्नेछु। जीवित दयालु परमेश्वर पिता, हामी तपाईँलाई धेरै धन्यवाद भन्दछौँ। आजको यो खुसीको दिन, आज यो रमाइलोको दिन तपाईँ परमेश्वरले हामीलाई दिनुभएको छ। आफ्नो छोरा अनि विपिन र सीताको जुन करार बाँध्ने कार्यक्रम आज हामीले देख्न पाएका छौँ। तपाईँ परमेश्वरको वचन अनुसार अनि एक आपसमा हामी अनि प्रभु तपाईँ जुन प्रतिज्ञा गर्नुभएको छ, मृत्युले नछोडुन्जेल अनि प्रभु अनि यो हाम्रो शरीरको अन्त नहुन्जेल तपाईँ ख्रिस्टको नाउँमा हामी एउटै शरीर भएर बाँच्नेछु भन्ने किसिमको जो प्रतिज्ञा तपाईँ वचनमा तपाईँले दिनुभएको मुताबिक आज छोरा बुहारीले आज यो प्रतिज्ञा गर्दै हुनुहुन्छ। यो कार्यक्रमलाई सुरुदेखि अन्तसम्म तपाईँ परमेश्वरको अनि पवित्र आत्माको अगुवाईमा सम्पन्न हुन सकेको होस् र ताकि यो कार्यक्रममा आशिषमय बनाउनुहोस्। उपस्थिति हामी प्रत्येकलाई तपाईँले आशिष दिनुभएको होस्। हामी धन्यवाद चढाउँछौँ यो कार्यक्रममा प्रोग्राम टिमसँग, वचन दिने दाससँग अनि सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरूमा, खानपिनमा, सबै कुरामा तपाईँ परमेश्वरको आशिष र अनुग्रह रहिरहोस् भन्दै बिन्ती प्रार्थना चढाउँदै आशिष माग्छौँ ख्रिस्ट येशूको नाममा। एउटा गीत केले चल्ने होला भन्ने गीतलाई गाउने, किनभने जसरी जीवन चाहिँ एउटा यात्रा हो अनि त्यो यात्रामा दुवैजना सँगै भएर मात्र हुन्छ। यसकारण हामी सँगसँगै भन्ने गीत समयमा छौँ।
बजाउँदै ताली हाम्रो परमेश्वरको गरौँ न महिमा हामले ईश्वरको प्रतिनिधित्व गर्छ। संसारमा भएको कुनै पनि कुराले एउटा ईश्वरको स्वरूप बन्न सकेन। त्यसैले उहाँले आफ्नो महिमालाई प्रकट गर्नलाई
यसरी आजको यो महत्त्वपूर्ण दिन परमेश्वरले हाम्रो निम्ति दिनुभएको निम्ति म मेरो हृदय अन्तस्करणदेखि म धन्यवाद दिन चाहन्छु। कारण आज परमेश्वर बिना हामी रहेका छैनौँ र उहाँ बिना हामी बनिएका पनि छैनौँ। सायद आज मलाई मेरो परमेश्वरले त्यो दलदले हिलोबाट त्यो घुरानबाट टिपेर मलाई उहाँको राज्यको योग्य बनाएर उहाँले नचुन्नु भएको भए सायद आज यो दिन देख्ने अवसर पनि हामीले पाउने थिएनौँ होला। मलाई परमेश्वरले जुन दिन यो संसारमा मेरो छोरी भनेर उहाँले आफ्नो त्यो घाइला हातले चिनेर ल्याउनु भयो, त्यस दिनको निम्ति धन्यवाद दिन चाहन्छु र विशेष परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। र प्रभुमा आदरणीय उपस्थित हुनुहुने मेरा यस मण्डलीको स्थापनाका हाम्रा पास्टर गुरुबा सुन्दर गुरुङज्यू, यसै मण्डलीको व्यवस्थापन समितिका अध्यक्षज्यू र यसै मण्डलीका सम्पूर्ण पदाधिकारीज्यूहरू र प्रभुले चुन्नुभएका प्रभुका छोरा र छोरी जसलाई आज मैले मेरो आफ्नो परिवार, मेरो सन्तति, जसले मलाई परमेश्वरले उपहार दिनुभयो, मेरो छोरा मलाई यस धरतीमा एउटा स्त्री भएर जन्म दिँदै गर्दाखेरि आमाको त्यो महत्त्वपूर्ण एउटा गौरवान्वित नाता अनि आमाको त्यो उपाधि दिने आज दुला भएर बसिराख्ने मेरो छोरा र साँच्चै नै मेरो छोरालाई जीवनभरि म साथ दिनेछु, दुःखमा अनि सुखमा, सक्दामा नसक्दामा, अभावमा प्रशस्तमा, हरेक परिस्थितिमा म साथ दिनेछु भनेर आउने मेरो बुहारी सीता र उपस्थित मेरो आदरणीय विभिन्न प्रकारका मेरा सङ्घ संस्थामा म जोडिएर रहँदै गर्दाखेरि विभिन्न म नगर इसाई समाज, जिल्ला इसाई समाज, सहकारी, टोल सुधार विभिन्न समितिमा रहँदै गर्दाखेरि जतिजना मैले सम्झिन सकेर आउनुहुने सम्पूर्ण सङ्घ संस्थाका पदाधिकारीज्यूहरू र उपस्थित हुनुहुने सम्पूर्ण आगन्तुक पाहुनाहरू सम्पूर्णलाई मेरो हृदयदेखि नमन गर्दै तपाईहरू सबैजनालाई म स्वागतम 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 भन्न चाहन्छु। आज मेरो यो छोटो निर्णयको अनि यो छोटो समयको अनि यो निर्णयले आज मैले एउटा तपाईहरूलाई कार्ड दिन पनि सकिनँ हातमा र मैले एउटा फोन आज मेरो यो महत्त्वपूर्ण कार्य, मेरो जीवनको एकदम ठुलो मेरो महत्त्वपूर्ण कार्य हो। किनभनेदेखि मानिसले भनेको हुन्छन्, म अलिकति मेरो विचार विपरीत हुन्छ। मानिसले भन्छ छोरी बिग्रिन हुँदैन, छोरा बिग्रिँदा केही हुँदैन, तर मेरो धारणामा बालकैदेखि भन्ने गर्छु छोरा बिग्रिनु हुँदैन, किनभने छोरा बिग्रिनु भनेको हाम्रो भविष्य बिग्रिनु हो, होइन? अनि मेरो महत्त्वपूर्ण एउटा यो मैले गर्नुपर्ने मेरो कर्तव्य, मेरो भूमिका र अनि त्यस पछाडि गौरवान्वित आमा भन्छु, जसले आज मैले यो मेरो जिम्मेवारी एउटा भूमिका मैले निर्वाह गर्न पाएको छु। अनि यो कार्यमा हजुरहरू सबैजना आएर अनि शोभा बढाइदिनु ज्ञापन गर्न चाहन्छु। धन्यवाद छ र सबैजनालाई धन्यवाद भन्दै मेरो यो छोटो स्वागत मन्तव्यलाई म यहाँ नै राख्दै अनि बिदा हुन चाहन्छु र म मेरो श्रीमानलाई अगाडि आएर हाम्रो बहिनीहरूलाई खाना ल्याइदिन अनुरोध गर्दै हाम्रो पाल्नुहुने मेरो बुहारी पक्षको माइती पक्ष र अनि मेरो घर पक्षको आफ्नो रिलेटिभ परिवारलाई म पहिला उहाँहरूलाई चिनाउन चाहन्छु र उहाँहरूलाई खाना लगाइदिनको निम्ति चाहिँ म दुलाको बाबा मेरो श्रीमानलाई मलाई अगाडि निमन्त्रणा गर्न चाहन्छु आइदिनको निम्ति हार्दिक अनुरोध गर्दै अनि उहाँलाई ताली बजाएर स्वागत गर्दछु। चिन्नु है हाम्रो सम्झिनी पक्षको परिवार। नमस्ते सम्पूर्णलाई, म उषा श्रेष्ठ, म चाहिँ बेहुलाको आन्टी।
नमस्कार सबैजनालाई, म चाहिँ दुलाको निनी फुपू। नमस्ते सबैजनालाई, म चाहिँ दुलाको आन्टी। नमस्कार सबैजनालाई, म आशिषा, म सीता र विपनको कान्छी आन्टी। नमस्ते सबैजनालाई, म चाहिँ दाइको दुलाको बहिनी। म दुलाको बहिनी। भ्यायो तपाईँको भ्यायो अलि नजिकै जानुहोस् न। सबैहरूलाई नमस्ते, म दुलैको आमा। सबैजनालाई मेरो नमस्ते, म दुलैको दिदी। नमस्कार, म पनि दुलैको दिदी। नमस्ते, म चाहिँ दुलैको भदैनी। नमस्ते, म दुलैको अच्छा, हामी दुवै पक्षलाई सबैले जोरदार ताली बजाएर हामी अर्को र आदरणीय हाम्रा गुरुबा सुन्दर गुरुबा र आदरणीय गुरुआमा हाम्रो चण्डिका श्रेष्ठज्यूलाई र सम्पूर्ण पाल्नुहुने महानुभाव र हाम्रो आजका दुलाई सम्पूर्णलाई मेरो येशू ख्रीष्टको नाममा मेरो न्यानो जय मसीह। र म यो वचनको प्रार्थना गर्नेछु, तपाईहरू पनि मसँग सहमति हुनुहोला। सर्वशक्तिमान परमेश्वर पिता, तपाईलाई धन्यवाद छ प्रभु, यो सुन्दर दिन दिनुभएकोमा प्रभु तपाईलाई धन्यवाद छ प्रभु। तपाई महान र योग्य परमेश्वर हुनुहुन्छ। त्यसैगरी प्रभु आज यो सुन्दर दिनमा तपाई परमेश्वरको स्वर्गमा महिमा भएको छ भने म विश्वास प्रभु। धन्यवाद छ प्रभु, यो वचनको घडीमा आएको छ प्रभु। यो अमूल्य समय, यो अमूल्य वचन प्रभु, तपाई परमेश्वरले दिनुभएको वचन, यो प्रभु जुन वचन बोल्दै हुनुहुन्छ प्रभु, तपाईको दासलाई प्रभु त्यो वर्ड जिब्रो गलामा तपाई आफै भइकन बोलिदिनुहोस् प्रभु। तपाईलाई बिन्ती प्रार्थना राख्दछु प्रभु। धन्यवाद छ प्रभु, सुन्ने सुनाउने दुवै पक्ष प्रभु तपाई परमेश्वरले मध्यस्थता गरिदिनुहोस् प्रभु। तपाईलाई बिन्ती प्रार्थना राख्दछु प्रभु। धन्यवाद छ प्रभु, तपाईको ती पवित्र आत्माले तपाईका ती छोरालाई चलाउनु भएको होस् प्रभु। तपाईलाई धन्यवाद छ प्रभु। र जुन विपिन छोरा सीता छोरी तपाई परमेश्वरको निर्णयमा राख्नु भएको फेरि करार भन्ने कुरा चाहिँ किन महत्त्वपूर्ण छ र के को लागि छ, यो एकदमै हामीले बुझ्न आवश्यक छ। मानिसहरूले विवाहलाई आफ्नो प्रकारले बुझ्ने गर्दछ हैन।
विभिन्न प्रकारले मानिसले विवाहलाई बुझ्ने गर्दछ होइन। भागेर जानु पनि विवाह हो, भगाएर ल्याउनु पनि विवाह हो, मन्दिरमा गएर गर्नु पनि विवाह हो, मस्तिष्कमा गएर गर्नु पनि विवाह हो, जता पनि गएर गर्नु अनि एक लिभिङ टुगेदरमा गएर विभिन्न प्रकारले विवाहको परिभाषा गरिएको छ संसारमा हामी हेऱ्यौँ भने। तर वास्तविक परमेश्वरले दिनुभएको विवाह चाहिँ के हो त? यो महत्त्वपूर्ण कुरा छ। करार भन्ने कुरा चाहिँ, विवाहको करार भन्ने कुरा चाहिँ महत्त्वपूर्ण छ। किनभने जबसम्म हामीले विवाहको करारलाई बुझ्दैनौँ हामीले विवाहलाई पनि बुझेको हुँदैन। जेन तेनो विवाहमा हामी श्रीमान श्रीमती भएर एकले अर्कालाई होइन, एकले अर्का सँगै जिएको, सँगै बसेको, सँगै रहेको त हुनसक्छ, तर पनि विवाहको वास्तविक कुरालाई, उद्देश्यलाई तपाईँ र मैले बुझेन भने त्यो विवाह चाहिँ विवाह नहुन सक्छ। यसकारण आज चाहिँ विवाह के हो त भन्ने विषयमा अलिकति हामी हेर्नेछौँ। क्रिस्चियन विवाह, त्यसमा पनि विवाह चाहिँ विवाह हो। मैले भने विभिन्न प्रकारको विवाह हुन्छ, तर एक अर्का बीचमा पवित्र जीवन अथवा अटुट सम्बन्धको रूपमा चित्रण गरिएको छ। यो चाहिँ पति र पत्नी बीचको मात्र होइन, यो चाहिँ परमेश्वरसँग ल्याउन सक्छ। उहाँ जस्तो अभिभावक तो जुन प्रकारले उहाँले निभाइराख्नु भएको छ, अभिभावक सबैको हुन्छ, तर यो प्रकारको अभिभावक थोरैले मात्रै पाउन सक्छ। आफ्नो छोरा र आफ्नो बुहारीको लागि कसरी उनीहरूलाई परमेश्वरको नजिकतामा लान सकिन्छ भन्ने हरदम प्रयास गरेर आज यो कुरा सम्पन्न गर्नुभएको छ। यसकारण मलाई पनि फोन गर्नुभयो अनि मलाई पनि के लाग्यो भने होइन म जानुपर्छ, किनकि मण्डली त मेरो पनि त हो नि होइन, मेरो पनि हो। अनि मलाई लाग्यो, कल गर्यो मलाई, मेरो धेरै बिजी स्केड्युलहरू थियो, तर पनि मलाई यहाँ आउन मन लाग्यो। किनभने उहाँले जुन प्रकारको काम गरिराख्नु भएको छ, यो काम चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तपाईँसँग म एक दुईवटा कुराहरू गरेर हामी करारमा जानेछौँ, किनकि हामी सबैले परमेश्वरको वचनबाट धेरै कुराहरू सिकिराखेका छौँ, सुनिराखेका छौँ। यो क्रिसमसको माहौल छ। मैले अघि नै भने ख्रिस्ट जन्मिनु भएको छ, ख्रिस्ट आउनु भएको छ। ख्रिस्टले आज सारा मानिसहरूलाई माया गर्नको लागि, तपाईँले यूहन्ना 3को 16मा हेर्नुभयो, त्यहाँनिर परमेश्वरले भन्नुभयो, परमेश्वरले संसारलाई है जन्म, हामी तपाईँलाई याद छ होला, जन्म दिवस चाहिँ जिउँदो मानिसहरूको मनाउँछ नि त, मरेको मान्छेहरूको चाहिँ हामी जन्म दिवस मनाउने गर्दछौँ होइन। त्यसले गर्दाखेरि चाहिँ हामी जन्म दिवस मनाउँछौँ है। हरेक डिसेम्बर 25मा अर्थात् पुस 10 गते चाहिँ हामी जन्म दिवस मनाउँछौँ। अनि त्यो जन्म दिवसमा चाहिँ प्रभु तपाईँलाई धन्यवाद छ होइन, तपाईँलाई महिमा छ, तपाईँ मेरो लागि संसारमा आउनुभयो, तपाईँले मेरो पापको लागि क्रुसमा जानुभयो, मर्नुभयो र तेस्रो दिनमा तपाईँ चाहिँ बौरी उठ्नुभयो। यसरी चाहिँ हामी के गर्छौँ, हामी क्रिसमस यसलाई भन्छौँ क्रिसमस, ख्रिस्टको उत्सव, परमेश्वरको उत्सव, परमेश्वरलाई आराधना गर्नु, परमेश्वरलाई तपाईँलाई धन्यवाद भनेर चाहिँ हामी एक ठाउँमा भेला भएर हामी आराधना गर्ने गर्दछौँ। ओके, हामी यसो भन्दै अब हामी बेहुला र बेहुलीलाई हुने ल ओके हुन्छ। आमा हजुरले दाहिने हात चमाउनु, उताको दाहिने हात चमाउनुहोस् तपाईँले, अनि जज तपाईँ छोराको हातसँगै दुईजना छोराको त्यो हात चमाउनु। दिनुहोस् हजुर, हजुरले दिनुहोस्, इच्छा छ होइन हजुर, दिनुहोस्। ताली बजाउनुहोस्, ताली। हस्, धेरै धेरै धन्यवाद छ। ल आमा के भन्न चाहनुहुन्छ? घर परिवार सम्झि सम्झिन सकेको ढिला भएर पसिया देख्न गएको। धन्यवाद हुन्छ। हजुरहरू आफ्नो गएर बस्नु सक्नुहुन्छ त्यसै हुन्छ। अब हामी हात समाउनुहोस्। हुन्छ, उहाँलाई मागिदिनुहोस् एउटा हातमा मात्रै, एउटा ल यो कि म समाइदिनु ल, यो तपाईँले पर्ने हुन्छ हुन्छ ल हुन्छ। एकदम ध्यान दिएर सुन्नु होला। बाबुले करार बाध्य हुन्छ। अब श्रीमतीको आँखामा त कण्ठ छ भने आँखामा हेर्दै त्यहाँ हेर्नुहोस्, आँखामा हेर्नुहोस् है। पालै तपाईँले पढ्दै अनि ल म विपिन, तिमी सीतालाई तिम्रो दुःख सुख धनी हुँदा सबै कुरा रित्तिँदा, तिमी बिरामी हुँदा या स्वस्थ हुँदा तिमीलाई मात्र
मेरो सास रहन्जेल मृत्युले नछुटाएसम्म शरीर प्राण आत्माले प्रेम र साथ दिइरहनेछु। ताली भयो ताली माइती पक्षलाई मन परेन क्या हो ताली आइदियो। अब यही प्रतिज्ञा फेरि हाम्रो बहिनी सीताले अब त्यसरी नै बसेर म सीता हजुर विपिन श्रेष्ठलाई हजुरको सुख धनी हुँदा दुःख सबै कुरा रितिदा हजुर बिरामी हुँदा या स्वास्थ्य हुँदा हजुरलाई मात्र मेरो सास रहेसम्म मृत्युले नछुटाएसम्म शरीर प्राण आत्माले प्रेम र साथ दिइरहनेछु। उहाँहरूले आफ्नो करार बाचा होला बहिनी यता होला। ओके ओके ल अब उता फर्किनु दुईजना है। यो चाहिँ किन होला भन्नु होला भने मुटु चाहिँ कुन साइडमा हुन्छ? मुटु कुन साइडमा हुन्छ? देब्रे साइडमा हुन्छ हैन? देब्रे साइडमा हुन्छ नि त। हुनु त दाहिने पनि हुन्छ तर धेरै भाग चाहिँ देब्रे साइडमा हुन्छ क्या। त्यसले गर्दाखेरि चाहिँ अब चाहिँ विपिनको मुटु चाहिँ को सीता नानी हो हैन? त्यसकारण उहाँ चाहिँ मुटु भएको कारणले उहाँ चाहिँ अब देब्रे साइडमा बस्नु हुँदछ। ओके अब हामी उहाँहरूलाई मालाहरू छ भने एकले अर्कालाई माला लगाइदिनु होला। बहिनीले हाम्रो भाइलाई लगाइदिनु होला। सबैले ताली बजाउनुहोस् ताली। अर्को माला पनि हामी देखिरहेको ल सबैजना एकछिन उता फर्केर सबैलाई देखाउनुहोस् त कस्तो देखिरहेको छ। दिनु होला यसो हेर्नुहोस् यो चाहिँ माया गरेर भाइ विपिनले चाहिँ यो अर्को हुन्छ यो सानो भाइ विपिनले चाहिँ आफ्नो मुटुलाई माया गरिकन यो सुनको औँठी ल्याइदिनु भएको छ। तपाईँले देख्दै हुनुहुन्छ यो उसको सर्कलमा हेर्नुभयो भने तपाईँले गोलो देख्नुहुन्छ होइन? कहाँ सुरु भएको हो कहाँ टुङ्गिएको हो हामी केही देख्दैनौँ। छ त देखाएको छ होइन? सुरु भएको पनि छैन टुङ्गिएको पनि थाहा छैन होइन? यसरी नै उहाँहरूको वैवाहिक जीवन चाहिँ मृत्युले नछुटाइसम्म कहिले पनि टुङ्गिने छैन है। अनि यो सुनले चाहिँ के पनि भन्छ भने उहाँहरूको मायामा यो सुनमा कहिले पनि थाहा छ तपाईँ यो धातुहरूमध्ये सुनमा कहिले पनि खिया लाग्दैन। यसकारण उहाँहरूको मायामा र उहाँको वैवाहिक जीवनमा चाहिँ कहिले पनि खिया नलागोस् है भन्दै भाइले अब यो औँठीको लागि प्रार्थना यसो गर्नु न। यस औँठीको लागि प्रार्थना हजुरले गरिदिँदा राम्रो हुन्छ है। हालेलुया। परम पवित्र परमेश्वर बाबा तपाईँलाई हामी धन्यवाद दिन चाहन्छौँ। स्वर्ग र पृथ्वीका मालिक स्वर्गलाई सिंहासन र पृथ्वीलाई पावदान तुल्याउने बाबा तपाईँको अनुग्रह तपाईँ परमेश्वरको कृपाले प्रभु आफ्नो सन्ततिलाई आफ्नो परिवारलाई प्रभु तपाईँ परमेश्वर हरेक कुराको आवश्यकतालाई बुझेर प्रभु तपाईँका छोराछोरीहरूलाई जसरी तपाईँ परमेश्वरले दुईलाई एक तुल्याउनु भयो अनि आज साँच्चै उनीहरू यो करारमा बाँधिएका छन्। तपाईँलाई हामी धन्यवाद दिन्छौँ प्रभु जुन दिन तपाईँले दिनुभएको छ। धन्यवाद छ प्रभु। अनि जसरी उहाँले आफ्नो प्रेमको चिनो जीवनभरिको निम्ति साँच्चै नै प्रभु हरेक कुराहरू छोडेर जान्छ, हरेक कुराहरू
प्रेमीले दिएको प्रेमको चिन्हलाई सदा सर्वदा आफ्नो जीवन पर्यन्तसम्म राखिरहनको निम्ति उहाँले जुन औँठी ल्याउनु भएको छ अनि साँच्चै प्रभु यसमा तपाईँको उपस्थिति तपाईँ परमेश्वरलाई राख्नुहोस् हरेक समय प्रभु। अनि जसरी यो औँठीको कुनै पनि टुम्बर छैन, कुनै पनि अन्त्य चाहन्छु र बहिनीको यो के भन्छ देब्रे हातको यो शैली औँलामा, हजुर शैली औँलामा लगाए ल घोडा टेकेर लगाइदिनुहोस्। घोडा टेकेर तपाईँको पछाडि तपाईँले दोहोऱ्याउनुहोस्। ल लगाइदिनु भयो। ल सम्मान ल आँखामा हेर्नुहोस् अब तपाईँले कतिको आँखामा हेर्दो रहेछ। ल मेरो पछाडि हेर्नुहोस्। ल तिमी सीतालाई म विपिनले यस औँठीद्वारा आजको दिनदेखि म तिमीलाई परमेश्वर पिता प्रभु यीशु ख्रीष्ट पवित्र आत्मालाई र मण्डली र परिवारलाई पत्नीको रूपमा स्वीकार गर्दछु। ताली नै आउँदैन त। धेरै धन्यवाद छ। हुन्छ अब भाइ उठ्न सक्नुहुनेछ। अर्को औँठी भाइ बहिनीले बस्नु न तपाईँ पनि बस्नु। अब घोडा टेकेर भ्याउनुहुन्छ कि घोडा टेकेर बस्नु त। घोडा टेकेर अब त्यो औँठीलाई समाउनुहोस् तपाईँको। ल मेरो पछाडि यो दोहोऱ्याउनुहोस्। म सीताले तपाईँ विपिनलाई आजको दिनदेखि परमेश्वर पिता प्रभु यीशु ख्रीष्ट पवित्र आत्मा मण्डली र मेरो अभिभावकको सामुने तपाईँ विपिनलाई मेरो श्रीमान हुनको लागि म स्वीकार गर्दछु। धन्यवाद। ताली बजाएर खोइ ताली बजाएर। ओके ल धेरै धन्यवाद छ। हुन्छ हामी अरू केही छ तपाईँलाई धन्यवाद दिन्छौँ। तपाईँले आफ्नो विपिन छोरालाई र छोरी सीतालाई तपाईँले एकसाथ जोड्नु भएको छ। परमेश्वर पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ। उहाँले आज तपाईको सामुन्ने मण्डलीको सामुन्ने र अभिभावकको सामुन्ने उहाँले आफ्नो प्रतिज्ञा जाहेर गर्नुभएको छ। मृत्युले नछुटाइन्जेलसम्म म सँगै जिउनेछु, म सँगै रहनेछु भनेर जुन प्रकारको एकले अर्कोको निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको छ प्रभु, हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। अनि उहाँको बाँकी जीवन पनि हामी तपाईँको हातमा समर्पण गर्दछौँ प्रभु। तपाईँले आशिष दिनुहोस् छोराछोरीलाई। यो छोराछोरीको जीवनमा कुनै पनि आबोको दिनमा समस्या नभएको होस्। तपाईँको राज्यमा इमानदारी भएर प्रभु अगाडि बढ्नको लागि तपाईँले सहायता गर्नुहोस्। उनीहरूको जीवनमा एकअर्कामा मनमुटावहरू होला, दुःखको मन दुख्ने कुराहरू होला प्रभु, विभिन्न कुराहरू होलान्। तर एकले अर्कालाई क्षमा गर्दै, एकले अर्कालाई माया गर्दै, एकले अर्कालाई स्वीकार्दै अगाडि बढ्दै जानको लागि बाँकी जीवनमा प्रभु तपाईँले सहायता गर्नुहोस्। पिता पुत्र पवित्र आत्मा तपाईँको अगुवाई यो छोराछोरीको जीवनमा आजदेखि तपाईँको दोस्रो आगमन नहुन्जेलसम्म सदा सर्वदा राखिदिनु भएको होस् येशू प्रभुको नाममा। ओके हामी हुन्छ उठ्नुहोस् यहाँ पुगेर उता फर्किनुहोस्। आज म उहाँहरूलाई पति पत्नीको रूपमा घोषणा गर्न गरिदिनु बाई काटले गरेर क्यामेरा ताली बजाउने छ हामी ताली बजाउने छ।
कोषाध्यक्ष जितलाई पनि म अगाडि आइदिनु म अनुरोध गर्दछु नगरी साइड ताली बजाएर उहाँहरूको यो अमूल्य उपस्थितिको लागि धन्यवाद साथै स्वागत गर्नेछौँ विशालको कार्यक्रम उहाँहरू सक्नुभएको थियो धेरै धन्यवाद मण्डली व्यवस्थापन समितिबाट उपहार बधाई हो सबै मण्डलीले ताली बजाएर
संसारमा ज्योति छायो अन्धकार हातेर गयो चारैतिर रमाहन्छ शान्ति आनन्द मङ्गल छ इमानुएल जन्मनुभयो अगमबानी पुरा भयो संसारमा ज्योति छायो अन्धकार हातेर गयो चारैतिर रमाहन्छ शान्ति आनन्द मङ्गल छ इमानुएल जन्मनुभयो समय हो उत्सवको होला नगर परमेश्वरको प्रेमलाई सधैँ बिलाउने जति पनि आज यो अमूल्य समयलाई दिएर यति लामो अवधिसम्म कतिपय कुराहरू अप्ठ्यारो पनि हुन्छ हैन हाम्रो धर्म संस्कारहरू आफ्नो आफ्नै रीति हुन्छ र पनि हरेक परिस्थिति जस्तो सुकै भए पनि हामी एक Happy Christmas, चारै ऋतु काटेछ लैलै झेल्दै जिउँदै आऊ बसौँ
ईश्वरको प्रेमलाई घमण्ड सेखी थालौ है हेरी डुडाइदिन प्रभुलाई सुन्देरी खोज गराउन ख्रिस्टको प्रेमले मन भराउन क्रिसमसमा नयाँ बनाऊ है क्रिसमस Georgia, wrap me up in all your hurt. In my arms, let me hold ya. I'll never let you go again like I did or used to say. I would never fall in love again until I found her. I said I would never fall unless it's you I fall into. I was lost within the darkness, but then I found her. I found you. Heaven, when I held you again, how could we ever just be friends? I would rather die than let you go. Juliet to your Romeo, how I heard you say I would never fall in love again until I found her. I said I would never fall unless it's you I fall into. I was lost within the darkness, but then I found her. I found you. I would never fall in love again until I found her. I said I would never fall unless it's you I fall into. I was lost within the darkness, but then I found her. I found you. न्युरी बिर्पन ठाडो भयो Do you love the rain? Does it make you dance when you jump with your friends at a party? What's your favorite song? Does it make you smile? Do you think of me? When you close your eyes, tell me what are you dreaming? Everything I wanna know it all. I'd spend 10,000 hours and 10,000 more. Oh, if that's what it takes to learn that sweetheart of yours. And I might never get there, but I'm gonna try. If it's 10,000 hours or the rest of my life, I'm gonna love you. Do you miss the road that you grew up on? Did you get your middle name from your grandma? When you think about you forever now, do you think of me? When you close your eyes, tell me what are you dreaming? Everything I wanna know it all. I'd spend 10,000 hours and 10,000 more. Oh, if that's what it takes to learn that sweetheart of yours. And I might never get there, but I'm gonna try. If it's 10,000 hours or the rest of my
अनि यताबाट सिधा भएर बस्नुहोस् यताबाट Do you remember when we were young, you were always with your friends? Wanted to grab your hand and run away from them. I knew that it was time to tell you how I feel. So made a move, I took your hand. My heart was beating loud like I've never felt before. You smiled at me like you wanted more. I think you're the one I've never seen before. I want you to know I love you the most. I'll always be there right by your side. 'Cause baby, you're always in my mind. Just give me a forever. I want you to know that you'll be the one, and I'll be the guy you'll be on his knees to say I love you and I need you, and see I die for you. I never knew it would be possible for you to be with me. You loved someone else back in '73. I was so jealous seeing you with him. Oh baby, I know that I can treat you better back in those nights. Oh, you wouldn't cry from his stupid eyes. Oh baby, I was still watching, wishing you to be mine. I want you to know I love you the most. I'll always be there right by your side. 'Cause baby, you're always in my mind. Just give me a forever. I want you to know that you'll be the one, and I'll be the guy you'll be on his knees to say saw you in your gown, I was crying all my tears. Told myself that you were the one. All you know, all you know, I'll always be there right by your side. 'Cause baby, you're always in my mind. Just give me forever. I want you to know that you'll be the one, and I'll be the guy you'll be on his knees to say I love you and I need you, and see I die for you. Just give me a forever. Just give me a forever. Just give me a forever.